सम्पूर्ण शिक्षकहरुमा नमस्कार। हामी अहिले जुन अवस्थामा छौं, जे गरिरहेका छौं, जुन भूभागमा छौं, हामीले जीवनमा धेरै प्रगति गरे होला, गर्दै छौं होला। यो सबै हाम्रो गुरुहरुको कारणले भएको हो। साथीहरु पछाडि आइदिन अनुरोध गर्दछु। हाम्रो उहाँ कलाकारज्यूलाई अगाडिको रोमा त्यतिकै छोडिदिनुस्। उहाँहरु तपाईहरु पछाडि आइदिनु न कृपया। तपाईहरु यो मूल ब्यानर भन्दा अगाडि नबस्दिनु पनि म अनुरोध गर्दछु। र हाम्रो बल्छी धुर्वेको हाम्रो कलाकारज्यूलाई हामीले माथि गाडीमा ल सबैजना ताली बजाएर हाम्रा चर्चित हास्य कलाकार बल्छी धुर्वेलाई सम्पूर्ण हेर सरकार हेर, हामीले यस्ता कलाकार पनि जन्माएका छौं। बल्छी धुर्वे पनि हाम्रै विद्यार्थी हो। कुरो बुझ्यौ? आज तिमी ज्ञानी विद्यार्थी भएर हामीलाई सपोर्ट गर्न आए, तिमी जस्तो अटेर विद्यार्थी भएर सिंहदरबारमा लुकेका छौ। त्यसैले त हामी भन्छौं साथीहरु, नेपाल शिक्षक महासंघ जिन्दाबाद। थोरै हाम्रो बल्छी धुर्वे हाम्रो कलाकारज्यूलाई शिक्षक प्रति आफ्नो सम्मान व्यक्त गर्न उहाँलाई मैले दुई शब्द व्यक्त गर्न। सम्पूर्ण शिक्षकहरुमा नमस्कार। हामी अहिले जुन अवस्थामा छौं, जे गरिरहेका छौं, जुन भूभागमा छौं, हामीले जीवनमा धेरै प्रगति गरे होला, गर्दै छौं होला। यो सबै हाम्रो गुरुहरुको कारणले भएको हो। त्यसकारणले गर्दा तपाईहरुको आन्दोलन मैले आज 17औं दिन हो, 16औं दिनदेखि हेरिरहेको थिएँ। र हाम्रो चाहिँ अहिले चाहिँ टिभीमा चाहिँ दुईवटा प्रोग्राम आउँछ, जुठे र हल्का रमाइलो। र यसमा चाहिँ हामीले चाहिँ एउटा स्टोरी बनाएर हल्का रमाइलोको कथामा चाहिँ शिक्षकहरुको आन्दोलनलाई चाहिँ सरकारले यथाशीघ्र छिटोभन्दा छिटो यसलाई चाहिँ बाटामा बोलाएर यसको चाहिँ माग पूरा गर्नुपर्छ भन्ने उद्देश्यका साथ हामीले चाहिँ तपाईहरुमा चाहिँ एउटा चाहिँ आउँदो आइतबार, पर्सि आइतबारको लागि चाहिँ एउटा हल्का रमाइलोको चाहिँ सुट गर्दैछौँ। त्यसकारणले गर्दाखेरि हामी दिनभरि तपाईहरुसँगै हुनेछौँ। र हामी चाहन्छौं संसार कसैले बदलेको छ नि शिक्षकले बदलेको छ। त्यसकारणले गर्दाखेरि शिक्षकहरु यतिका दिनदेखि तपाईहरु एउटा यो भुइँमा बसेर घाम खाएर तपाईहरु आन्दोलन गरिरहनु भएको छ। सरकारले यो चिजलाई अत्यन्तै छिटोभन्दा छिटो भन्ने मेरो आग्रह छ। र आउँदो आइतबारको हल्का रमाइलोमा यो कथा आउनेछ। सबैजनालाई धन्यवाद। कहाँदेखि आउनु भएको छ, दुःख पीड छ, हामी यही हुनेछौँ। धन्यवाद। धन्यवाद। हाम्रा ज्ञानी विद्यार्थी हेर सरकार, हाम्रो ज्ञानी विद्यार्थी हेर सरकार, संसार परिवर्तन गर्ने शिक्षक हो। आज हामीले कलाकार जन्माएका छौं, डाक्टर जन्माएका छौं, इन्जिनियर जन्माएका छौं, त जस्तो कान नसुन्ने सरकार पनि जन्माएका छौं। त्यसैले म भन्छु अलि यो ब्यानर मूल ब्यानर भन्दा अगाडिको साथीहरु कृपया तपाईहरु मूल ब्यानर भन्दा पछाडि गइदिन म हातले अनुरोध गर्दछु। अगाडिको स्वयंसेवक साथीहरु तपाईहरु यतातिर, हामी सबै शिक्षक हौं। यता नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको मूल ब्यानर सबैभन्दा अग्र मोर्चामा राख्दिन म अनुरोध गर्दछु। अगाडिका साथीहरु सबै पछाडिको रोमा आइदिन म अनुरोध गर्दछु। अगाडि अग्र मोर्चामा नेपाल शिक्षक महासंघ राष्ट्रिय कार्य समितिको ब्यानरलाई राख्दिन म हार्दिक अनुरोध गर्दछु। स्वयंसेवक साथीहरु यसलाई सहजीकरणका लागि पनि म हार्दिक अनुरोध गर्दछु। मैले भन्दै थिएँ सरकार तिम्रो बुद्धि कहिले आएन, तिमी लास्ट बेन्चमा बस्थ्यौ, होमवर्क गर्दैनथ्यौ, भागेर जान्थ्यौ, आज हामीलाई नै दुःख दियो। त्यसैले म भन्छु नेपाल शिक्षक महासंघ जिन्दाबाद। हाम्रो आन्दोलन जारी छ, हाम्रो आन्दोलन जारी छ। कृपया हात उठाएर हाम्रो आन्दोलन जारी छ। विद्यालय शिक्षा जारी गर, विद्यालय शिक्षा जारी गर।
कर्मचारी शिक्षक एकता विद्यालय कर्मचारी शिक्षक एकता विद्यालय शिक्षा जारीको अलि बिस्तारो थोरै बिस्तारो अगाडि छोड्दिनु अगाडि जानु रोकौँ न दादा यो खाऊ यो जाम बनाइदिहाल्छ रोकौँ न प्लिज रोकौँ न बाय बाय अगाडि गइसक्यो सबै तर्फ अगाडि अगाडि कहाँ निक्ले क्या
अगाडि निस्किनु भएको थियो क्या यता त क्रस लाग्नु भएन नि नछोडेको त हराउँछु नि खोइ दादा कति जानु यहाँ हुन्छ आउन हाम्रो धैर्यताको बाट टुट्दैछ अब बाट टुट्यो भने यो सत्ताधारीहरूलाई हामी चेतावनी दिन चाहन्छौँ सडक बाटोमा पटक पटक सम्झौता गर्ने सत्ता लागू नगर्ने बस भाइ जिंदाबाद 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 खोइ त दादा हामी यसको फ्यान हल्का रमाइलोको फ्यान यति मनपर्छ कि एकदम खुसी लाग्यो आज आन्दोलन एकपल्ट जनाइदिनु हो भुइँ हो हामी मकनपुरबाट हेटौँडा धेरै राम्रो हामी कहिले हार खान्नु हामी कहिले हार खान्नु हाम्रो आन्दोलन जारी छ हाम्रो आन्दोलन जारी छ नेपाल शिक्षक महासंघ जिन्दाबाद नेपाल शिक्षक महासंघ जिन्दाबाद नेपाल शिक्षक महासंघ जिन्दाबाद विद्यालय शिक्षण जारी गर विद्यालय शिक्षण जारी गर पुरानो ऐन खारेज गर पुरानो ऐन खारेज गर नेपाल शिक्षक महासंघ जिन्दाबाद नेपाल शिक्षक महासंघ जिन्दाबाद सम्पूर्ण साथीहरू निधाएको सरकारलाई हात उठाउने कोसिस गरौँ एकछिन फेरि सबैले भनिदिनुहोस् नेपाल शिक्षक महासंघ जिन्दाबाद ए उठ सरकार शिक्षकहरू ऐन ल्याउन जुट नेपाल शिक्षक महासंघ जिन्दाबाद मदन भाइ
खोइ त दादा पछि पुग्स पनि छैन जिंदाबाद जिंदाबाद शिक्षक कर्मचारी एकता जिंदाबाद जिंदाबाद धक्का जस्तो भयो अलिकति बिस्तारै हामीलाई धेरै हतार छैन जसले हतार गर्नुपर्ने त्यो हतारिएको छैन हामीलाई के भन्छ हतार गर्नुपर्ने सुकिरहेको छ हामीलाई हतार छैन नेपाल शिक्षक महासंघ जिन्दाबाद नेपाल शिक्षक महासंघ जिन्दाबाद हाम्रो आन्दोलन जारी छ आन्दोलन जारी छ जारी कर वंचितकालीन शिक्षण खारेज वंचितकालीन शिक्षण खारेज शिक्षक कर्मचारी विरोधीहरू होशियार शिक्षक कर्मचारीहरू शिक्षक कर्मचारी के भन्छ शिक्षक कर्मचारी के भन्छ विगतका सबै सम्झौताहरू कार्यान्वयन गर विगतका सबै सम्झौताहरू कार्यान्वयन गर हाम्रो आन्दोलन जारी छ हाम्रो आन्दोलन जारी छ के भएर खोइ त निकाल्नु पर्ने भयो दाइ एकछिन त छोड्नु अहिले एकछिन संक्षिप्त कुराकानी एकछिन पछि गरौँला है हामी कहिले हार खान्नौ हामी कहिले हार खान्नौ हाम्रो आन्दोलन जारी छ हाम्रो आन्दोलन जारी छ शिक्षक कर्मचारी एकता जिन्दाबाद शिक्षक कर्मचारी एकता जिन्दाबाद नयाँ शिक्षा ऐन जारी गर साथीहरू यो मूल ब्यानरमा धेरै धक्का के भइरहेछ यस्तो अलिकति मिलेर हामी त सरकार हो नि यो सरकार के अरे हामी त शिक्षक हो नि यो सरकार जस्तो भयो क्या अलिकति यो सरकार जस्तो अस्तव्यस्त हामी छैनौँ हामी व्यवस्थित छौँ व्यवस्थित तरिकाले एकअर्कालाई धक्का अप्ठ्यारो नआउने गरी अगाडि बढिदिनु होला सबै साथीहरू उतापट्टि पोसाक लगाएर पेटीमा रहनुभएका साथीहरू तपाईँहरू दर्शक बनेको कति पनि सुहाउँदैन तपाईँहरू दर्शक बन्नको लागि कोही पनि आउनु भएको छैन मूल प्रवाहमा यो जनसागर यो महासागरमा यहाँहरू सँगसँगै रहनुहुनेछ शिक्षक महासंघ जिन्दाबाद हाम्रो आन्दोलन जारी छ हाम्रो आन्दोलन जारी छ हाम्रो आन्दोलन जारी छ यो सत्याग्रहको विशाल आन्दोलनमा यो देशको माटोले सघाएको छ आम नेपालीहरूको पुरा समर्थन रहेको छ अत्यन्त लोकप्रिय कलाकार तुलसी धुर्वे हास्य कलाकार हामी उहाँले देखेर हामी सँगै गुरुहरूको यो सत्याग्रहमा सहभागी हुनुभएको छ एकचोटि उहाँको सम्मानमा ताली बजाइदिनु होला नेपालको हास्य क्षेत्रको अत्यन्त लोकप्रिय कलाकार तुलसी धुर्वे यहाँ हामीसँग धन्यवाद छ हाम्रो आन्दोलन
आन्दोलन जारी छ हाम्रो आन्दोलन जारी छ नयाँ शिक्षा ऐन जारी गर नयाँ शिक्षा ऐन जारी गर बचतकालीन शिक्षा ऐन खारेज गर बचतकालीन शिक्षा ऐन खारेज गर नयाँ शिक्षा ऐन जारी गर विगतका सबै सम्झौताहरू कार्यान्वयन गर विगतका सबै सम्झौताहरू कार्यान्वयन गर विगतका सबै सम्झौताहरू कार्यान्वयन गर साथी अगाडि कोही पनि नगइदिनुहोस् छोडिदिनु पदमजी